रश्मि पनेरू र योगेन्द्र भट्टको केसमा नयाँ खुलासा। उनीहरू दुवैको बीचमा त भिलेन कोही अरू नै रहेछ र त्यो भिलेन पाकिस्तानी केटा होइन, नेपाली केटी पो रहेछ त। ल बधाई छ। सुन्न तयार हो स्टोरी? त्योभन्दा पहिला एउटा एकदम इम्पोर्टेन्ट प्रश्न मलाई बारम्बार सोधियो, त्यसको जवाब दिन्छु। मलाई सोधियो बारम्बार कि योगेश भट्ट यदि मेरो छोरा हुन्थ्यो भने म के गर्थेँ? यदि योगेश भट्ट मेरो छोरा हुन्थ्यो भने म भन्थे, छोरा तिमी मलाई डिभोर्सी स्वीकार्य छ, तिमी मलाई गरिब स्वीकार्य, जुनै हालतमा स्वीकार्य छ। हिंसाको बारेमा कुरा नगर है, हिंसक मानसिकता नराख है, किनभने तिमी जेल गयौ भने तिमीसँग छुटिएर म कसरी बाँच्नु, त्यो भन्थे म। बट अब कुरा गरौँ भिलेनको बारेमा। भिलेन त अरू कोही नभएर रश्मिको बेस्ट फ्रेन्ड पो रहेछिन्। कस्तो कस्तो विकृत मानसिकता भएको व्यक्तिहरूसँग पाला पर्दो रहेछ हाम्रो। अब सुन्नुहोस्, क्राइम पेट्रोल इन रियल टाइम राइट नाउ। कुनै महिलाले, कुनै केटीले, यङ 20s को एउटा केटीले क्राइम पेट्रोल टाइपको प्लटिङ गरेको रहेछ। सो हियर इज वाट ह्यापन। एउटा टिनेजर केटी यङ एजमा भागेर बिहे गरिन्। 4 वर्षसम्म आफ्नो लोग्नेसँग खुसी खुसी बसिन्। अमेरिका आइन्, केही महिनासम्म पनि खुसी नै थिइन्। अनि अचानक उनी आफ्नो एउटा बसाई सरेर अर्को ठाउँमा गइन्। जब उनी नयाँ ठाउँमा गइन् नि, अचानक उनको बुढाले शङ्का गर्न थाल्यो र उनलाई नयाँ नयाँ खालको अचम्म खालको भावनाहरू आउन थाल्यो। भइ के राखेको थियो थाहा छ? उनी जहाँ सरिन् नि त्यहाँ एउटा केटीसँग उनको भेट हुन्छ, जसलाई उनले बेस्ट फ्रेन्ड भन्छन् र मान्छन्। तर त्यो बेस्ट फ्रेन्डले एकातिर योगेन्द्र भट्टलाई, योगेन्द्र भट्ट तिमी पनि सुन है प्लिज, तिम्रो रिलेसनसिप कसरी चाहिँ हावामा बर्बाद भयो भनेर बुझ है। आज तिमीले यो कुरा बुझ्नै पर्छ। सो जब रश्मि नयाँ ठाउँमा सरिन् तब तिमीहरूको बिहामा प्रब्लम भएको हो कि होइन? त्यो नयाँ ठाउँमा सर्दाखेरि नयाँ साथीले तिमीलाई फोन गरेर सबै कुरा सुनाउन थालेको हो कि होइन? त्यो सुन्न थालेपछि तिमीले शङ्का गरेर रश्मिसँग प्रेमपूर्वक कुरा गर्दै गरेको व्यक्तिले शङ्कास्पद प्रश्नहरू सोध्न थालेको हो कि होइन? तिमीलाई एकतिर त्यो केटीले त्यस्तो गर्दै थिए भने अर्कातिर रश्मिलाई के गर्दै थिए थाहा छ? मै 16 वर्षदेखिको अरूको कन्ट्रोलमा बसेकी केटी, कस्तो गाह्रो भएको होला। अब बल्ल ठाउँमा कि छौ, त्यो बुढाको नसुन। अब कहिले डिसिजन लिएको छैन, एकचोटि बुझ्नुहोस् न, उसले कहिले डिसिजन लिएको छैन। यो साथी यस्तो कन्भिन्सिङ छ कि उसले इन्टरनेटमा ठुल्ठुलो टिकटकरहरूलाई कन्भिन्स गरी, उसले गएर न्युज रिपोर्टरहरूलाई कन्भिन्स गरी, बुढासँग मिलेर दुईतिरै आगो यस्तो भयङ्कर लगाइदिए कि आज हामी यहाँ बसेर इलेक्सन छोडेर रश्मि पनेरूको कुरा गर्दैछौँ। सोच्नुहोस् यो साथी कस्तो हो। उसले जानी जानी दुईजनालाई दुईतिर ढकेलिदिएको। बट वाइ? त्यो साथीको खोजी गरौँ, त्यो साथीलाई प्रश्न गरौँ। त्यो साथीले गरेर रश्मि पनेरू र योगेन्द्र भट्ट दुवैको जीवन आज खतरामा छ। यो साथी हो जसले गरेर दुईटैको कसले ज्यान लिने हो, कसको दुईटैको लागि मन एकदम झुकझुक भइरहेको छ। यो साथीलाई खोजौँ, यो साथीलाई निकालौँ र उनीहरूको दुवैको ज्यानमा भएको खतराको सबुत प्लिज कलेक्ट गर्न मलाई हेल्प गरिदिनु होला। रश्मिलाई धम्कीपूर्ण जति मेसेजहरू आएको छ कि तपाईँहरूले मलाई स्क्रिनसट गरेर यहाँ सेयर गरिदिन सक्नुहुन्छ, मलाई त्यसको एकदमै आवश्यकता छ। सो अल्टिमेटली रश्मि पनेरू र योगेन्द्र भट्टको बीचमा झगडा लाउने, यत्रो इन्टरनेट हल्लाउने व्यक्ति रश्मि पनेरूकै बेस्ट फ्रेन्ड रहेछन्। अब बोल्नुहोस् तपाईँहरू।